प्रश्नहरुको गर्ने क्लासमा यहाँहरु सबैलाई स्वागत गर्न चाहन्छु। आज हामीसँग एउटा फरक टाइपको प्रश्न छ। a = bx, b = cy पावरमा छ एन्ड c = a to the power z छ भने x y z = 1 हुन्छ भन्ने हामीले प्रुफ गर्नु छ है त। ल अब हेरौँ हामीलाई सल्युसनमा हेर्दा अप्ठ्यारो जस्तो लाग्छ तर सजिलो छ हामीलाई गर्नुपर्ने कुरा। a to the power b, a = b to the power a, b to the power x है। ल हेरौँ त यहाँ we have a = b to the power x। ल अब हेर्नुस् त यो b को ठाउँमा है, यो b को ठाउँमा हामी के राख्न सक्छौं, c to the power y राख्न सक्छौं है। रिप्लेस द पावर अफ b। यहाँ म फेरि यसलाई a = b को ठाउँमा c to the power y लेख्न सक्छौं हामी अनि x हाम्रो छँदै छ। यहाँ म लेख्छु रिप्लेसिङ द भ्यालु अफ b को भ्यालु है। a = bx थियो, त्यो a को ठाउँमा मैले c to the power y बनाइदिए किनभने यहाँ राखेको छ। अब यहाँ हेर्नुस् न फेरि c को ठाउँमा हामी a to the power z राख्न सक्छौं अगेन। फेरि यहाँ गर्दै जाउँ त a = c को ठाउँमा के राख्ने रे, एकचोटी मैले यतिकै मल्टिप्लाई गर्दियौ सजिलो होला। c xy हुन्छ मल्टिप्लाई गर्दा है त। अब c को ठाउँमा फेरि भ्यालु राखौं, अगेन रिप्लेस गरौं। a = c को ठाउँमा a to the power z राखौं। a to the power z छ अनि बाहिरपट्टि xy छ। रिप्लेसिङ द पावर अफ c लेखौं यहाँ अगेन। रिप्लेसिङ द पावर हैन भ्यालु अफ लेखौं, भ्यालु अफ c को भ्यालु राखेको। अब के आयो त हेर्नु त हामी यतापट्टि a मात्रै छ, यतापट्टि a to the power यो मल्टिप्लाई हुन्छ x y and z भयो है त। अब यतापट्टि हेर्नु त अघि मैले भनेको थिएँ a मात्रै छ भने a को पावर 1 हो है। हामी के गर्न सक्छौं भने a मात्रै भनेको a को पावर 1 हो अनि यतापट्टि हाम्रो a को पावर x y and z छँदै छ। सेम बेस हटाइदिन मिल्छ, देयरफोर x y z = 1 प्रुफ भनेर लेख्न सक्छौं है त। ल यस्तो खाले क्वेशनहरु हेर्दा अलि जटिल हो कि जस्तो लाग्छ तर धेरै सिम्पल क्वेशनहरु हुन्छन्। यस्तो खाले पनि कहिलेकाहीँ आइदिन सक्छ। आयो भने भाइ बहिनीहरुले यो सल्भ गर्न सक्नुपर्छ है त। अब यस्तै क्वेशन के गरौँ। फेरि अर्को ट्रिकी खालको क्वेशन छ मसँग। यस्तो खाले क्वेशन पनि आउन सक्छ। यस्तो खाले आयो भने कसरी गर्ने हेरौँ है त। यहाँ हामीलाई भनेको छ x = 10 to the power a, y = 10 to the power b and x to the power b into y to the power a = 100 हो भनेर भनेको छ। त्यसो भए ab = 1 हुन्छ भन्ने प्रुफ गर्नुहोस् भनेको छ है त। ल हेर्नुस् त कसरी गर्ने यसलाई। सजिलो छ, हेर्दा अप्ठ्यारो जस्तो लागे पनि। ल हामीलाई थाहा छ x = a to the power a हो, y = 10 to the power a र 10 to the power b छ। हामीसँग यो दिएको छ we have हेर्नुस् त x to the power b dot y to the power a = 100 भनेको यसलाई म 100 राख्छु एकचोटी। ल अब हामीले x को ठाउँमा यो x भनेको ठाउँमा x को पावर 10 to the power a राख्न सक्छौं, y भनेको ठाउँमा y को पावर 10 to the power b राख्न सक्छौं भ्यालु। अनि यो 10 लाई हामी 100 लाई 10 को स्क्वायर गर्न सक्छौं है त। ल हेरौँ त एकचोटी x भनेको सरी मैले यसलाई इरेज गरे। हेरौँ त x भनेको 10 to the power a हो है। 10 to the power a यसको पावर b छँदैछ हेर्नुस् है। x मात्रै भनेको 10 to the power a हो अनि x को पावर b छ भने b छँदैछ। y मात्रै भनेको 10 to the power b हो, 10 to the power b हो, यसको बाहिर a छँदैछ। इक्वल टु मैले 10 को स्क्वायर बनाइदिन्छु। 100 भनेको 10 को स्क्वायर हो। यहाँसम्म केही समस्या छैन होला। अब यो के भयो त 10 to the power ab भयो मल्टिप्लाई गर्दा, यहाँ पनि 10 to the power ab भयो इक्वल टु 10 to the power 2 स्क्वायर भयो। अब हामीले जानेका छौं यहाँ 10 बेस छ, यहाँ पनि 10 बेस छ, बीचमा डट भनेको इन्टु छ।
सेम बेस भएर बीचमा मल्टिप्लाई छ भने पावरहरू एड हुन्छन् भनेर हामीले रुलमै जानेका छौं। हामी त्यसलाई अगाडि बढाउँ। 10 to the power AB plus AB हुने भयो इक्वल टु 10 to the power 2 छँदैछ हाम्रो। अब हाम्रो 10 to the power 2 AB भयो, AB AB 2AB भयो, 10 to the power 2 छ। अझ फेरि हेर्नुहोस् त, यहाँ पनि 10 भयो लेफ्ट ह्यान्ड साइडमा, यहाँ पनि 10, बेस दुवैतिर इक्वल भयो भने हामी बेसलाई चाहिँ हटाइदिन सक्छौं और 2AB इक्वल टु 2 मात्रै भयो। अब हाम्रो यो 2 लाई उता लैजाउँ, AB इक्वल टु 2 डिभाइडेड बाई 2 गरौँ, काट्यो भने 1 हुन्छ। यहाँ लेखौँ देयरफोर AB इक्वल टु 1 प्रुभ। ल हेर्नुहोस् त, अप्ठ्यारो छैन, सजिलो छ, भ्यालुहरुलाई पुट गर्न जानु। अब यस्तै खाली ट्रिक एक दुईटा गर्नुहोस् त, अनि हामीलाई यसमा पनि कन्फिडेन्स हुन्छ र हामी जस्तो आए पनि गर्न सक्छौं है त। भाइ बहिनीहरु, अर्को खाले प्रश्न मसँग छ, सम्भवतः हाम्रो अल्जेब्राको यो अन्तिम प्रश्न हुनेछ। यहाँ हामीलाई दिएको छ x स्क्वायर माइनस 2 इक्वल टु 2 टु द पावर 2 अपन 3 प्लस 2 टु द पावर माइनस 2 अपन 3 यो गिभन हो हामीलाई। देन प्रुभ दैट 2x क्यूब माइनस 6x इक्वल टु 5। हेर्नुहोस् त, यसलाई हामी u मा प्रुभ गर्नु पर्ने छ। हामीलाई दिएको छ पावर 2 सबभन्दा x को, निकाल्नु पर्ने छ पावर 3। अब ध्यान दिनुस् त, स्क्वायरिङ गर्यो भने पनि पावर 2 टु द 4 हुन्छ, क्यूबिङ गर्यो भने 3 टु द 6 हुन्छ। योसँग त मिल्दैन, न त स्क्वायरिङ गर्दा पावर इक्वल आउँछ, न त क्यूबिङ गर्दा पावर इक्वल आउँछ। अब यस्तो खाले प्रब्लमहरु हामीलाई आयो भने हामी अलिकति होशियार हुनुपर्छ है भाइ बहिनीहरु। ल हेर्नुहोस् त कसरी गर्ने, म यहाँ गर्दै जान्छु। सल्युसन हेर्नुहोस् त, मसँग छ x स्क्वायर माइनस 2 इक्वल टु 2 टु द पावर 2/3 प्लस 2 टु द पावर माइनस 2/3 यो हामीलाई गिभन छ। अब यसका लागि हामीले के गर्नु पर्ला भने नि भाइ बहिनीहरु, यसलाई म उतापट्टि लान्छु है त। x स्क्वायर, अब हेरौँ न, यस्तो हिसाबमा डाइरेक्ट क्यूबिङ गरेको भए 3 काटिन्थ्यो, 3 काटिन्थ्यो, फरक हुन सक्थ्यो। तर कुरा के छ भने नि, यहाँ पावर यो स्क्वायरलाई क्यूब बनाउन छ, क्यूबिङ गर्ने बित्तिकै त पावर त 6 हुन्छ, त्योसँग त मिल्दैन। यदि यहाँ 6 भनेको भए हामी क्यूबिङ गर्दिन सक्थ्यौं, क्यूबिङ गर्दा 3 कट्थ्यो, बाँकी निस्किहाल्थ्यो होला। तर त्यहाँ हामीलाई 3 निकाल्नु पर्ने हुनाले हामीले क्यूबिङ स्क्वायरिङ गरेर अहिले तत्काल गर्न सक्ने अवस्था छैन है त। अब म यसलाई उतापट्टि लान्छु। 2 टु द पावर 2/3 प्लस 2 टु द पावर माइनस 2/3 माइनस 2 यतापट्टि आयो भने प्लस 2 हुन्छ। यहाँसम्म केही कन्फ्युज छैन होला। यो माइनस 2 उतापट्टि लगे मैले। अब हामीलाई एउटा के थाहा हुनुपर्छ भाइ बहिनीहरु भने, a प्लस b होल स्क्वायर को फर्मुला, a प्लस b होल स्क्वायर को फर्मुला a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर हुन्छ भनेर हामीले जानेका छौं। यो हामी यहाँ एप्लाई गर्ने छौं है त। अब हामी x स्क्वायर इक्वल टु, अब यसलाई म के बनाउन सक्छु भने भाइ बहिनीहरु, 2 को पावर 1/3 को स्क्वायर गर्न सक्छु। यो भन्नु र यो भन्नु एउटै कुरा हो। हेर्नुहोस् त, यसले मल्टिप्लाई गर्यो ल, 2 टु द पावर 1/3 इन्टु 2 गर्यो भने के हुन्छ त भन्दा 2 टु द पावर 2 1 जा 2/3 नै हुन्छ। त्यो कारणले 2 टु द पावर 2/3 भन्नु र 2 टु द पावर 1/3 को स्क्वायर भन्नु एउटै कुरा हो, केही फरक छैन है त। म यसलाई पनि त्यस्तै बनाइदिएँ, 2 टु द पावर माइनस 1/3 को स्क्वायर बनाइदिन्छु प्लस 2। केही गरेको होइन मैले, सिंगोलाई ब्रेक डाउन गर्दिएको मात्रै हो। x स्क्वायर इक्वल टु, अब म यसलाई के बनाउन कोसिस गर्छु भने a स्क्वायर, यसलाई 2ab, यसलाई b स्क्वायर बनाउन कोसिस गर्छु। यो 2 मात्रै भन्नु र यो 2 अनि यो a अनि यो b भन्ने एउटै कुरा हो। म यहाँ देखाउँछु भाइ बहिनीलाई, हेर्नुस्। 2 टु द पावर 1/3 को होल स्क्वायर भनेको a स्क्वायर, 2 टु द पावर 1/3 लाई a भनेर सोचौं है। 2 टु द पावर 1/3 लाई a हो भनेर सोचौं। a स्क्वायर प्लस, यसलाई राख्छु बीचमा 2 मात्रै छ, तर 2ab हुनको लागि त a भनेको 2 टु द पावर 1/3 चाहियो, इन्टु b भनेको 2 टु द पावर माइनस 1/3 चाहियो, प्लस यो b स्क्वायर हो।
2 to the power 1/3 होल स्क्वायर। हेर्नुस् है मैले यहाँ के बनाएँ, यो टर्म यही हो, यो टर्म यो हो है। यो फर्स्ट टर्म यहाँ छ a स्क्वायर भएको छ, यो b स्क्वायर भएको छ, यो माइनस है, माइनस माइनसमा। अब हेर्नुस् त यो बीचको 2 मात्रै छ नि, यो 2 मात्रै भन्नु र यति भन्नु एउटै कुरा हो। हेर्नुस् त के हुन्छ। ल म यहाँ भाइ बहिनीलाई देखाउँछु, यतापट्टि भाइ बहिनीलाई म यहाँ यो कसरी भयो भन्ने कुरा गरेर देखाइदिने भाइ। ल हेर्नुस् त यहाँ 2 into 2 to the power 1/3 into 2 to the power minus 1/3 यस्तो छ। अब हामीले के जानेका छौं भने यहाँ पनि बेस 2 छ, यहाँ पनि बेस 2 छ, यहाँ पनि बेस 2 छ है त। बेस 2 भयो भने एउटा लेख्ने अनि मल्टिप्लाई भने जोड्ने, यसको पावर 1 छ, 1 plus 1/3 minus 1/3 यस्तो हुने भयो। अब यो र यो कट्यो भने 2 to the power 1 भनेको 2 नै त हुने। यो तीनटा भन्नु र मात्रै 2 भन्नुमा केही फरक छैन। हेर्नुस् त यो प्लसमा यो माइनसमा काटिन्छ, आखिरी 2 मात्रै रहन्छ। मैले यो फर्मुलाको लागि सजिलो होला भनेर बनाइदिएको है। x स्क्वायर इक्वल टु अब a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर भयो भने a प्लस b होल स्क्वायर हुन्छ। a भनेको यो भयो, प्लस b भनेको 2 to the power minus 1/3 भयो, यसको होल स्क्वायर भयो। यहाँसम्म केही कन्फ्युज छैन होला। यहाँ यो कुरा नभुलौं है, यो मात्रै भन्नु र 2 मात्रै भन्नु एउटै कुरा हो, हामीले गरेर देखायौं त्यहाँ। अब दुवैतिर पावर पावर भयो भने हट्छ, यताको पावर योसँग कट्यो, स्क्वायरिङ हुँदा x इक्वल टु हामीसँग के बच्यो भने 2 to the power 1/3 प्लस 2 to the power minus 1/3 भयो। यहाँसम्म थाहा पाइराखौं। यो स्क्वायर यता पनि स्क्वायर, स्क्वायर र स्क्वायर मिट आउट हुन्छ, किनभने यो स्क्वायर 2 यता आयो भने 1/2 हुन्छ। 2 into 1/2 हेर्नुस् त, यताको स्क्वायर गर्दा 1/2 जान्छ, 2 into 1/2 भन्यो भने काटेर 1 नै हुन्छ, केही फरक पर्दैन। त्यसले गर्दा यति हुने भयो। अब चाहिँ हामी यो फर्ममा लैजाने कोसिस गरौं। अब चाहिँ हामी x लाई क्युबिङ गर्यौं भने, त x को क्युब आइहाल्छ। अब क्युबिङ अन द बोथ साइड गर्छु है त। नाउ क्युबिङ अन द बोथ साइड। किन यस्तो गरियो त भन्दा, अब हामीलाई पावर 3 मा चाहिएको छ, यहाँ पावर 1 भयो, 1 लाई चाहिँ क्युबिङ गर्यो भने पावर 3 मा गइहाल्छ। अब यतापट्टि मैले x लाई x क्युब बनाइदिए, यतापट्टि के भयो भने 2 to the power 1/3 प्लस 2 to the power minus 1/3 होल क्युब हुने भयो। ल अब फर्मुला के बन्यो, a प्लस b होल क्युब फर्मुला बन्यो। अब म के हुन्छ फर्मुला यहाँ भाइलाई देखाएँ है त। ल हेरौं त, a प्लस b होल क्युब के हुन्छ भने a क्युब प्लस b क्युब प्लस 3ab इन्टु a प्लस b भन्ने हाम्रो फर्मुला हुन्छ। a भनेको ठाउँमा 2 to the power 1/3 गरौं, b भनेको ठाउँमा 2 to the power minus 1/3 गरौं है त। अब यहाँ छ हाम्रो x क्युब यतापट्टि छँदैछ इक्वल टु a क्युब भनेको 2 to the power 1/3 को क्युब, 2 to the power 1/3 को क्युब a क्युब प्लस b क्युब भनेको 2 to the power minus 1/3 को क्युब a क्युब प्लस b क्युब प्लस 3ab, 3a भनेको 2 to the power 1/3 इन्टु b भनेको 2 to the power minus 1/3, 3ab इन्टु a प्लस b, a भनेको 2 to the power 1/3 प्लस 2 to the power minus 1/3। हेर्नुस् है, यो फर्मुलामा लागेको a क्युब प्लस b क्युब प्लस 3ab इन्टु a प्लस b। अब यतापट्टि हाम्रो भयो x क्युब इक्वल टु यो 3 सँग यो 3 कट्यो भने 2 मात्र रह्यो यहाँ, यो 3 सँग यो 3 कट्यो भने प्लस 2 को पावर माइनस 1 भयो यहाँ चाहिँ है। अब प्लस यो र यो पनि कट्छ, हामीले काटिसक्यौं, 3 मात्रै भयो इन्टु हेरौं है। अब यहाँबाट हेरौं त, यहाँबाट 2 to the power 1/3 प्लस 2 to the power minus 1/3 इक्वल टु x छ क्या। यसको ठाउँमा x लेख्न मिल्यो, यसको ठाउँमा x लेख्न मिल्यो। हेर्नुस् त, यहाँ हामीले निकालेका छौं, यो भनेको x हो, x भनेको यो हो, जे भन्दा पनि हुन्छ। यो भनेको हामी x निकाल्दियौं, यहाँनिर कन्फ्युज हुनु हुँदैन है भाइ बहिनीहरुले। ल अब x क्युब इक्वल टु 2 प्लस यो भनेको 1/2 हो, प्लस यो 3x भइहाल्यो।
अब x क्यूब इक्वल टू यहाँ एलसीएम लिनुपर्छ हामीले 2 2 टू द 4 प्लस 1 प्लस 3 टू द 6x भयो एलसीएम है यसको तल पनि 1 छ यसलाई त्यो कारणले 2 ले यसलाई इन्टु गर्यो यसलाई पनि 2 ले इन्टु गर्यो x क्यूब यस्तो गरौँ अब यो 2 डिवाइड ले यता इन्टु गर्छ 2x क्यूब बनाइदिउँ इक्वल टू 4 र 1 5 भइहाल्यो प्लस 6x भइहाल्यो है त अब यो हामीलाई निकाल्नु पर्ने 2x क्यूब माइनस 6x इक्वल टू 5 छ 2x क्यूब हामीले निकालिसक्यौं यसलाई यता ल्याउँ माइनस 6x इक्वल टू 5 यो प्रुभ गर्दियौं ल हेर्नुस् त यसरी हामीले यो हिसाबहरु गर्न सक्नुपर्छ यहाँ दुईवटा फर्मुला a plus b होल स्क्वायर र a plus b होल क्यूब को फर्मुला लागेको छ यहाँनेर 2 मात्रै भनेको यो हो भनेर कन्फ्युज हुनु भएन अनि अर्को कुरा यसको ठाउँमा x मात्र राख्ने यहाँबाट भनेर बुझ्नु रङ हुनु हेरे मिस्टेक गर्नु भएन यति गर्यो भने अरु चाहिँ सबै इजी सँग बन्न सक्छ ल मलाई लाग्छ यहाँ हामीले गरेका यति सबै खाले प्रश्नहरु भाइबहरुले ट्राई गर्दै इक्वेसन हेर्दै आफैले पनि एक्चुअली प्र्याक्टिस गर्दै र मैले दिएका प्रश्नहरु गर्दै गर्नुभयो भने अल्जेब्रामा कुनै किसिमको समस्या हुने छैन भाइबहरुले अल्जेब्रा सबै समाधान गर्न सक्नुहुनेछ र अल्जेब्रा नै सबैभन्दा बढी 15 मार्क्स को एसई मा सोध्ने गरिन्छ 15 ल्याउन सक्यो भने हामीलाई पास हुनलाई गाह्रो छैन है त ल यति भन्दै अल्जेब्राबाट बिदा लिए